जापानको प्याज खेती हेर्दा प्याज फार्म यस्तो हुन्छ हेर्नुहोस्, यस्तो सिधा हुनेछ होइन, लाइन आम्मामा बब्बाल छ ल। नेपालमा पनि यसरी गऱ्यो भने त होइन हुन्छ नि त, तर यहाँ मान्छेले गर्ने होइन, पुरै मेसिन लगाएर गर्ने अरे भन्दै थिएँ, प्याजबारी साउले भन्नुभएको थियो होइन। ल यसरी यसो छ प्याज खेती। अनि प्याजबारीमा होस्, मकैबारीमा होस्, धानबारीमा होस् होइन, यदि भिडियो बनाउनु चाहन्छ भने आफूले स्वतः नछिर्नु है। नेपाल जता है त, नेपाल जता छिर्यो भने यहाँ एकदम नियम धेरै कडा छ होइन, जापानको नियम कानुन। त्यसैले एकपल्ट बारीको साहुसँग एउटा पर्मिसन लिएर मात्रै छिर्नुपर्छ है त। त्यसो छिरेन भने आफ्नो चुली गयो भने चाहिँ तपाईँलाई गाह्रो पर्न सक्छ है त। यहाँ त एकदम अर्को बारीमा छुनै हुँदैन, टेक्नु हुँदैन, त्यस्तो छ नियम। बारी होस्, घर होस्, जेसुकै होस् होइन, पब्लिक प्लेस बाहेक अरूमा चाहिँ एकदम होसियार हुनुपर्छ है त। जति पनि एसएडब्ल्यूमा होइन पढेर जापान आउनुलाई प्रिपेरिङ भएर बस्नेहरूलाई चाहिँ यो भिडियो खास बन्न सक्छ होइन। त्यसैले जापान आउनुभन्दा नै अगाडि नै भाषा पढ्दा पढ्दै जापानको नियम कानुन पनि पढेर आउनु होला होइन। आयो भने चाहिँ तपाईँहरूलाई सहज हुन्छ, नत्र गाह्रो हुन्छ है त। यहाँ जतापाई पिछा फेर्नु पाउँदैन होइन, जतापाई जसको पाइ त्यस रमाइलो राम्रो देखेर होइन, खेतीबारी होइन हुन्छ नि, रमाइलो देखेर आफ्नो सुली फातो छिर्नु मिल्दैन है त। छिर्यो भने तपाईँलाई कानुन लाग्छ, यस्तो खतरा छ यहाँ जापान नियम। त्यही भएर ल हेर्नुहोस् यस्तो छ है त। त्यही भएर तपाईँहरू बारीमा छिर्नुभन्दा अगाडि एकपल्ट बारीको साउ कुन हो सोधेर बुझेर मात्रै छिर्नु है त, आफ्नो सुली फातो छिर्नु हुँदैन। म चाहिँ यहाँ बारीको साउलाई एकपल्ट 5 मिनट चाहिँ भिडियो बनाउँछु है तपाईँहरू। अनि पर्मिसन लिएर छिरेको है त। यो चाहिँ प्याजबारीमा पुऱ्यो होइन। ल यता छ। अनि यो चाहिँ यो माथिको चाहिँ टनेल भित्रको यो अर्को साउरे भन्ने थियो। यहाँ त छिर्नु मिल्दैन होइन, किनकि मैले त्यो मान्छेलाई भनेको नि त पर्मिसन लिएन, त्यही भएर चाहिँ मिल्दैन। यो पुरै टनेल हो, त्यो कुरिला रहेछ हो, त्यो उतैबाट मकै यहाँ पनि कुरिला होइन, यहाँ पनि त्यो भने मकै। आज त नि 26 डिग्री छ आज यहाँको टेम्परेचर होइन। होकाइदोको पुरानो सिटीकोबाट 20 मिनट ड्राइभ गरेर यो फार्ममा आउनुपर्छ होइन। त्यति आइपुग्छ। यो चाहिँ उतै गाडीको साउ गयो है त, गाडी होइन, बारीको साउ गाडी उतै चाहिँ। अनि यताको यो ठाडो चाहिँ क्या हो भने सोधेको, टोइलेट यिनीहरूले काम गर्दाखेरि त्यहाँदेखि जाफाइ गर्दैन कि टोइलेट। यहाँ चाहिँ ठ्याक्क यो बोकेर मिल्ने गाडीमा लिएर हिँड्ने टोइलेट बन्छ, यस्तो खाले रहेछ। हेरेर त भित्र पनि हेर्नु कस्तो छ। पानी टोइलेटमा युज गर्ने पानी होला यो है, यस्तो हुनेछ ल। बबाल छ है टोइलेट पनि ल। यहाँ चाहिँ उकाइदोमा चाहिँ ल एग्रिकल्चरमा यस्तो हुन्छ है त साथी हो। तपाईँहरू एग्रिकल्चरमा आउने सोच गर्नु भएको छ भने चाहिँ मेरो विषयमा नआउँदा हुन्छ। मैले देखेको अनुसार चाहिँ धेरै गाह्रो छ ल। यहाँ पोहोर पनि आएको थियो अरे इन्डोनेसियाको 3 जना, तिनीहरू चाहिँ काम गाह्रो भएर छोडेर गयो भन्दै थियो होइन। एग्रिकल्चर चाहिँ धेरै हुँदैन, महिना 5 महिनाभन्दा काम हुँदैन, 12 महिना काम पाउँदैन। त्यसरी अनि गाह्रो पनि धेरै गाह्रो छ, घाममा काम गर्नुपर्छ। टर्नीभित्र छ नि 40-45 डिग्री हुन्छ टेम्परेचर होइन। त्यसमा काम गर्नुपर्छ भने गाह्रो हुन्छ नि त दिनदिनै। त्यही भएर एग्रिकल्चर भन्दा पनि अरू काममा बुझेर आउँदा राम्रो है त साथी हो। ल आजलाई यति है त, बाँकी म अरू भिडियो पनि बनाउँछु होइन। ल बाई बाई।